जेनरली हाम्रो ओपीडीमा पेसेन्टहरू आफ्नो दाँत किरा लागेर गिजा सुन्ने र सास गराउने समस्याहरू लिएर आइरहेको हुन्छ। त्यही भएर हाम्रो ओरल हाइजिन चाहिँ एकदमै मेन्टेन गर्नु चाहिँ पर्छ। अब सर्वप्रथम बुझौँ है त, डेन्टल हाइजिन अथवा ओरल हाइजिन भनेको के हो? डेन्टल अथवा ओरल हाइजिन भनेको हाम्रो दाँत गिजा सँगसँगै हाम्रो जिब्रोको चाहिँ स्वास्थ्य कस्तो छ भन्ने थाहा पाउने जुन विज्ञान हामीले चाहिँ त्यसलाई डेन्टल हाइजिन भन्छौँ। यो चाहिँ एकदमै किन महत्त्वपूर्ण छ त? डेन्टल हाइजिन किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ हाम्रो दाँत किरा लाग्ने गिजा सुन्ने सास गनाउने समस्याबाट चाहिँ राम्रो मुखको स्वास्थ्य भयो भने बचाउँछ। गते हजुरहरूको दाँत सफा भयो भने हजुरको फेस अझ सुन्दर देखिन्छ। अन्यथा चाहिँ हजुरको दाँतको समस्या र हजुरको मुटुको समस्या पनि अन्तर सम्बन्ध हुन्छ कि त्यो कारणले गर्दाखेरि यदि हजुरको दाँतको समस्या छ भने हजुरलाई चाहिँ मुटुको हृदयघात हुने समस्या पनि देखेको छ धेरै केसमा। त्यही भएर चाहिँ हजुरले यदि दाँतलाई र हजुरको मुखलाई चाहिँ सफा राख्नुभयो भने हजुरहरूको चाहिँ जुन यो मुटुको समस्या हृदयघातको समस्याको जोखिम भनेको चाहिँ जुन गर्दै गर्दै जान्छ। अनि अहिले मेन भनेको त आज तिहारै भइहाल्यो होइन। तिहारमा त हजुरले कति मिठाई खानुभयो होला, कति चिनीको जुन लड्डुहरू खानुभएको होला, अनि मक्ख पर्नु भयो होला नि ब्रस गरेर मेरो दाँत सफा छ भनेर। के ब्रसले मात्रै हजुरको दाँत सफा गर्छ त? अब के ब्रस गरेर मात्रै हजुरको दाँतमा किरा लाग्ने समस्याहरू कम हुन्छ त? के ब्रसले मात्रै हजुरको जुन सास गराउने समस्या समाधान हुन्छ त भन्ने कुरा पनि थाहा पाउनु एकदमै जरुरी छ। गुलियो खाएपछि चाहिँ ब्रस गरेर मात्रै चाहिँ अलि पुग्दैन कि ब्रस त गर्नु पर्यो। ब्रस गर्नु साथै साथ फ्लस पनि गर्नुपर्छ। आफ्नो जिब्रो पनि सफा राख्नुपर्छ। यस्तो मिठाई रोटीहरू खाएपछि चाहिँ एकचोटि कुल्ला गरेर आफ्नो दाँत चाहिँ सफा राख्नु चाहिँ पर्छ। जेनरली अरू स्वास्थ्य त चेकअप गरिरहेको हुन्छ नि, जस्तै मुटुको भयो भने छिटो छिटो हस्पिटल दौडिरहेको हुन्छौँ। तर दाँतको समस्या आयो भने कति बेला चाहिँ डक्टरलाई देखाउने भन्ने कुरा पनि सबभन्दा थाहा पाउनुपर्ने कुरा। त्यो चाहिँ कति बेला होला त? युजली हामी नर्मल हेल्दी पिपललाई चाहिँ एभ्री 6 मन्थमा डेन्टल चेकअप गराउनु पर्छ। तर यदि हजुर कुनै अरू रोग लागेको छ भने, यदि हजुरले धुम्रपान गर्नुहुन्छ भने चाहिँ एभ्री 3 मन्थमा चाहिँ डेन्टल चेकअप चाहिँ गर्नुपर्छ। त्यो त झन् तिहारको दिन बिहानदेखि सेलरोटी मिठाई दिदीले ल्याएको, दाइहरूले ल्याएको, दाजुभाइले ल्याएको सबै चक्लेटहरू मिठाईहरू खाइराख्नु भएको छ होला नि होइन? के खाएपछि ब्रस गर्नुभयो त?